जब कुनै मृत शरीरलाई जलाएर चिताको आगो शान्त भई मानिसहरू घर फर्किन्छन्, त्यसपछि पनि शमशान पूर्ण रूपमा खाली हुँदैन। गरुड पुराण अनुसार मृत्यु भएपछि पहिलो 1 घण्टा आत्माका लागि सबैभन्दा भयावह समय मानिन्छ, जब शरीरलाई अग्निमा समर्पण गरिन्छ। आत्मा त्यही उभिएर आफ्नै शरीर जलेर खरानी बनेको दृश्य हेरिरहन्छ। उसलाई विश्वास गर्न गाह्रो हुन्छ कि जुन शरीरलाई उसले जीवनभर स्याहार सम्हार गरेर राखेको थियो त्यो अब खरानी बनिसकेको छ। आत्माले आफ्ना प्रियजनहरूलाई बोलाउँछ, उनीहरूको पछि पछि दौडिन्छ, तर अब उसको स्पर्श कसैले महसुस गर्न सक्दैन। शमशानलाई शिवको धाम मानिन्छ। त्यहाँ त्यस समयमा आत्माले युगौँदेखि भट्किरहेका छायाहरू देख्छ। डरले काँपिरहेको आत्मा सहाराको खोजी गर्छ। त्यहाँ उसलाई समातेर साथ दिने कोही हुँदैन। यमदूतहरू उसलाई केही क्षणका लागि एक्लै छोडिदिन्छन्, ताकि उसले बुझोस् कि धन, अहंकार र संसारिक मोह सबै यही छोडेर जानुपर्छ। त्यसपछि उसको सामु उसको सम्पूर्ण जीवन चलचित्र जस्तै प्रकट हुन्छ। हरेक गल्ती, हरेक पाप र हरेक पछुतो, त्यो पीडा चिताको आगो भन्दा पनि गहिरो हुन्छ। मित्रहरू, सम्झनुहोस्, मृत्यु अवश्य भावी सत्य हो, तर त्यसभन्दा ठूलो सत्य कर्म हो। अन्ततः मानिससँग जाने कुरा केवल पुण्य मात्र हो। त्यसैले बाँचुन्जेल राम्रो कर्म गर। यस्तै धार्मिक कुरा अनि भगवानको भजन सुन्नको लागि मित्रहरू युट्युब च्यानल लभली केसी 2062 भगवानको नाममा सब्स्क्राइब गरी हामीलाई माया गरिदिनुहोला। हामीसँग फेसबुक पेज भक्ति संसारमा जोडिनुहोला। ओम नमः शिवाय।